भिडियो बनाउँदै हिँड्थेँ। पुरै अँध्यारो छ। नाइट बस पनि छ यहाँ। फ्ल्यास लाइट त होइन, यो स्क्रिनकै उज्यालो देखिन्छ। तिमी त देखिँदैन जस्तो। यता चाहिँ कुकुर हुन्छ अगाडिपट्टि। त्यति कुकुरवाला पार्ट मात्र घटेपछि सजिलो लाग्छ। अँध्यारो देखिरहेको तर कुकुर त्यहीँ छ। यो चाहिँ हेर्दा अलि सोझो जस्तो छ। केही गरेन, वास्ता गरेन। अर्को भएको भए झम्टिसक्थ्यो। हेलो कुकुर। केही भनेन यसले त, जा आफ्नो बाटो भन्दैछ। यसो हेर्दाखेरि उतै भूत जस्तो लाग्छ। 4-5वटा के राखेको यहाँ छिटो आयो भने त त्यो पार्कमा एक्सर्साइज गर्न नि पाइन्छ। यता सुवर्णेश्वर जाने बाटो। हामी चाहिँ अब भत्केको प्लेनतिर जान्छौँ। भत्केको प्लेनतिर जाने बाटो छैन, यहाँबाट लेफ्टतिर जान्छ। तर अब यो 4 बजे यो बाटो गयो भने बाटै देखिँदैन। यो बाटो त्यही भएर हाम्रो सल्युसन चाहिँ के छ भन्दा यहाँबाट सिधा जाने अनि उताबाट घुमेर त्यहाँ माथिबाट यसरी यताबाट फर्किदियो भने त्यो गर्दा चाहिँ त्यो माथि रोडमा पुग्दा 5 बज्छ, उज्यालो हुन्छ। अनि जङ्गलबाट छिर्दा उज्यालो भइसक्छ। अनि हामी फर्किने बेलामा यहाँ चाहिँ जुम्बा भइरहन्छ होला, त्यो पनि देखाइदिन्छु। तिमी त देख्दैन कहाँ छ? हामी उयो बाटो हुँदै त्यताबाट हुँदै त्यहाँ माथि पुग्छौँ। त्यहाँ माथिबाट उयो यहाँ देखाएँ नि त, त्यहाँ माथिबाट यो केटहरूलाई फेरि देखाउँला। यो अघि देखाउँछु भनेर राखेको केटहरूलाई त्यहाँ छ। यो बाटोबाट आयौँ, त्यताबाट घुम्ने हामी सर्टकट लिएर यहाँबाट। आज अलिक ढिलो भयो जस्तो छ। टाइम कति भयो? 4:52 भइसक्यो। अब चाहिँ अलि रस गर्नुपर्छ, नत्र भ्याउँदैन। अफिस पनि जानु छ। कुद्नु पऱ्यो। हिँड्दै उज्यालो भइसकेछ। हामी आइपुग्यौँ पाथिभरा मन्दिर। यो चाहिँ नवमीको दिन मात्र खोल्छ। बाहिरबाट दर्शन गर्न चाहिँ मिल्छ, तर त्यो माथि गएर यहाँ लेखेर गएर पाथिभरा। यो चाहिँ सबै माउरी माउरीहरू चाहिँ माउरीको त्यो महको चाका होला। यहाँसम्म आउँदा चाहिँ पुरा गाउँतिर छिरे जस्तो लाग्छ,
सहरबाट गाउँ आयो जस्तो। अनि गाउँ आयो भन्दा भन्दै फेरि यहाँ चाहिँ खतरा गाडी पनि देखिन्छ। जहिले यहीँ हुन्थ्यो, अहिले नि होला। ल यो बाटो आउँदै आउँदा यहाँ आइपुग्यो नि। यहाँ चाहिँ हाम्रो प्लेन छ। ल यहाँ अस्ति डन्टा थियो चढ्ने जस्तो, त्यो हटाइदिएछ। उता माथि चाहिँ पिकनिक गर्न मिल्ने ठाउँ जस्तो छ, म देखाउँछु। यहीँबाट जाउँ न त माथिबाट। अस्ति जस्तो कुकुरले चाहिँ नखेल्दा, कुकुर भनेको स्यालले खेदाएको थियो अस्ति। स्याल थियो जस्तो लाग्थ्यो। यहाँ चाहिँ क्रिकेट खेल्न, फुटबल खेल्न आए पनि हुन्छ क्या, कस्तो मजाको ठाउँ छ। पुरै फैली एरिया छ। बिहानै आउनु चाहिँ अलिकति डर लाग्ने हुनसक्छ है, एक्लै कोही पनि हुँदैन एरियाभरि। यो बाटो पुगिन्छ त माथि? ओ त्यो के हो? त्यो कत्रो ठुलो चरा थियो। के छ त्यो? उल्लु त्यत्रो ठुलो हुन्छ र? अलि ठुलै थियो। कहाँ हो, देख्यौ? त्यो ठुलो चाहिँ के थियो खै? यो चाहिँ एडिटमा हालेको आवाज चाहिँ होइन, सबै नेचुरल आवाज हो। यो ब्याकग्राउन्ड म्युजिकमा कपिराइट लगाएर क्या, नेचर साउन्डमा भनेर। लेफ्ट हो कि राइट हो भन्छ। अनि यो कुकुरले अस्ति हामीलाई बिर्सेर लेफ्टतिर लग्दा थियो, हामी फेरि झुक्केको थियौँ। यही कुकुर थियो कि त्यो कुकुर थियो अगाडिको? तर यहाँबाट लेफ्ट होइन जस्तो लाग्यो मलाई। यहाँबाट सिधै माथि गयो भने हामी सूर्यविनायक पुग्छौँ। त्यो के मन्दिर थियो अरे, गणेश मन्दिर होइन? गणेश मन्दिरतिर पुग्छौँ अलिकति हाइटमा। अगाडि गएर लेफ्ट लियो भने चाहिँ हामी ट्युमरवाला रुख पुग्छौँ। ट्युमरवाला रुख पनि अलि राम्रै छ, युनिक छ। कस्तो शीतल हुन्छ यहाँ जतिसुकै गर्मी भए पनि। ल कुकुरले हामीलाई फेरि भेला पारिसकेको छ। डिटेक्टिभ हो कि क्या हो? जहिले हामी यता आइपुग्छ यहाँ। ओ तेरो नाम के हो? कोही गुन्डा आयो भने म बचाउँछु भन्दै हिँडिरहेको छ। फेरि अगाडि गएर यसो फर्केर पनि हेर्छ क्या, आइरहन् कि छैनन् भनेर। हेरेर आउँदैछ जा जा न कि यहीँसम्म हो तेरो यात्रा? धेरै भिडियो बनाइरहेको थिएँ, सब आउँदिनँ भने जस्तो छ। ए आयो आयो।
अस्ति हामी यहाँबाट फर्क्यो होइन हो यो बाटै होइन यहाँबाट लेफ्ट जान मिल्छ होला त्यही त म गल्ती बाटो आएँ जस्तो लागिरहेको यो बाटो त हामी सूर्यविनायक पुग्थ्यौँ ओइ तँलाई थाहा छैन बाटो यो होइन यार यो बाटो होइन फर्कौँ फर्की त फर्किने हो कि होइन ल यो पनि होइन रहेछ भनेर फर्क्यो आफै बिर्सेछु बाटोको नभनेर त्यही भयो अनि अस्ति कुनबाट झुकेर हामी कहाँ फर्केर अगाडि गएर फेरि लेफ्ट ल्याएको त्योभन्दा अगाडि लेफ्ट थियो र ए त्यो स्याल आयो भनेर हामी मुनिबाट भागेको थियौँ अनि मुनिबाट अर्को बाटो थियो ल यही बाटो अब कुकुरको त गायब भयो तर बिच बाटोमा आएर भेटिन्छ होला आयो बाटो चाहिँ यताबाट आउँदो रहेछ अलिकै बाटो रहेछ हामी झुक्क्या रहेछ त्यहाँ छ ट्युमरवाला रुख चाहिँ त्यही हो एउटाले छोडेर गयो अर्को आइपुग्यो तँ चाहिँ के हेर्न आनी मलाई डर लाग्छ लौ मेरै पछि आइरह ओइ रोक नै आएर यसलाई तर छैन के हो मेरै पछि किन आइरह्यो यही ट्युमरवाला रुख मुला ल्याङ गरिछ मलाई ए यसको साथी रहेछ यो ट्युमरवाला रुख यसलाई कुकुरदेखि त साथै जान्छ अस्ति मोबाइल फोड्दैदेखि बाटो चाहिँ त्यो मन्दिर छ अनि त्यसपछि जङ्गल फर्किन्छ घरतिर मुनतिर गए सकुल जाने कुकुरहरू त्यहाँ भ्यू इन्जोय गरिरहन् हामीले यहाँ रुखभित्र डाइनासोर छिरेको देखेँ होइन ठ्याक्कै छ यो ठ्याक्कै त्यो उसमा आउँछ नि डेमोर्गन के बजिरहेको छ अब त्यो गीत चाहिँ अब सुनिन्छ सुनिँदैन तर यहाँ डान्स भइरहेको ठुमक 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 भन्ने चाहिँ आर्मी ब्यारेक छ यहाँ त्यो अघि देखाएको बिहान 4 बजी देखाएको बाटो चाहिँ आइपुग्यौँ कहाँ होम भनेर मेडिटेसन हो कि के हो आज जुम्बा भएको छैन जस्तो छ यो फुल क्या सही देखिँदो रहेछ है को आछ त्यो पागल त्यो रामदेव बाबाको आउँछ नि पहिला त्यो हा 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 गर्ने त्यही भइरहेछ उता कता यहाँ चाहिँ त्यो जुम्बा क्यान्सल भएको जस्तो छ अनि त्यो आन्टीले कहीँ नाच्न नपाएर उता गएर नाचे जस्तो छ कसैले देख्दैन भनेर लास्टमा त्यो आन्टीले चाहिँ हाम्रो भ्लग हेरेर ए उता के भइरहेको छ पूजा ओम खै के नम्बर भइरहेको ल स्टार्टिङ पोइन्ट आइपुग्यौँ कति बज्यो 6:22 एक्सर्साइज गर्नलाई भनेको सो प्याक भएछ त्यो कालो लुगा लगाएको दिदीले साइकल कुदाइरहनु भएको छ नि त्यो साइकल कुदाइरहेको क्या त्यो राइट साइडमा के याद आउँछ त्यो ऊ थिएन शेरबहादुर देउवाकोमा पैसा लुटिरहेको बेला
अनि फ्रिज इन्डिया जुन सेम त्यही गरी कुदेर देखाउनु 6:21